18 देशका 150 जति मान्छे कैलालीको जंगलमा बसिरहेका थिए। यिनीहरूको जीवनशैली हेर्दा 80 को दशकमा नेपालमा आउने हिप्पी जस्तो लाग्छन्। जंगलमा अर्धनग्न अवस्थामा बस्ने, गाँजा भाङ सेवन गर्ने, आफै पकाउने खाने यस्तो क्रियाकलाप देखेपछि स्थानीयवासीहरू छक्क परे। विषय बुझ्न जाने एक पत्रकारलाई घाइते हुने गरी आक्रमण समेत गरे। कैलालीको जंगलमा हिप्पीहरू कहाँबाट किन आए त? केही कुरा खुलिसकेको छ, केही खुल्ने क्रममै छ। सरकारी वनमा कुनै पनि निकायसँग अनुमति समेत नलिई आफ्नो अखडा बनाउनका लागि यिनीहरू किन पुगे? यिनीहरू आखिर को हुन् त? कैलालीबाट टिभी जर्नलिस्ट सुशील ढुङ्गानाको सहयोगमा तयार पारिएको विशेष रिपोर्ट हेर्नुहोस्। कैलालीको घोडाघोडी 4 र 9 मा पर्ने सिमली जंगलमा हिप्पी समूह जस्तो लाग्ने यिनीहरू 20 दिनदेखि बस्दै आएका छन्। यहाँ 18 देशका 150 जति विदेशीहरू छन्। पार टाँगेर आफै पकाउने, खाने गरेर बस्दै आएको खबर सार्वजनिक भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूले उनीहरूबारे जानकारी लिए। You have to check permission to stay here. Yeah. Did you take any permission from any government authority? Neither like this. I think here it's like some local people really make me. I think. Who is the local people? I don't know. You don't know. Yeah, you can go up, so everything up. यो समूहमा इजरायल, बेलायत, स्विडेन, रसिया, ताइवान, टर्की, भारत, जापान, जर्मनी, फ्रान्स, आइभरी कोस्ट, ग्रीस, नेदरल्यान्ड, स्विजरल्यान्ड, चीन, स्पेन लगायत देशका नागरिक रहेछन्। समूहमा 7-8 वर्षका बालबालिकादेखि 45 वर्षसम्मका महिला पुरुष छन्। पर्यटक भिसामा नेपाल प्रवेश गरेका यिनीहरू नेपालका विभिन्न क्षेत्रमा विचरण गर्दै हिँड्ने गरेको पाइएको छ। सामाजिक सञ्जालबाट एक आपसमा जोडिएका उनीहरूलाई नेपाल भित्राउन चाहिँ घोडाघोडी सिमसार क्षेत्रमा अवैध रूपमा ओजुवा क्याफे सञ्चालन गर्दै आएका डबल चा नामका व्यापारी रहेछन्। वन क्षेत्रमा यस प्रकारले बसोबास गर्दै आएका यिनीहरूबारे समाचार लेख्ने स्थानीय पत्रकार प्रकाश मिश्रलाई क्याफे सञ्चालक शाहले कुटपिट गरी घाइते नै बनाएका छन्। पत्रकारमाथि आक्रमण गर्ने शाहलाई अहिले प्रहरीले पक्राउ गरिसकेको छ। गम्भीर प्रकारको आपराधिक क्रियाकलाप गरेको नभेटिए पनि उनीहरू अवैध नशालु पदार्थ सेवन गर्ने, नशामै रम्ने रमाउने, बिना अनुमति सरकारी वनमा अखडा जमाउने, साथमा बालबालिकालाई पनि लिएर हिँड्ने जस्ता क्रियाकलापमा संलग्न पाइएका छन्। समूहका सदस्यहरूले आफूहरू रेम्बो ग्रुपका मान्छे हो भनेका छन्। फरक नस्लका मानिसहरू भएका कारण समूहको नाम रेम्बो राखिएको हुन सक्ने अनुमान गरिएको छ। यो समूहको बसोबास र शंकास्पद क्रियाकलाप बारे सूचना पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्लाका प्रहरी प्रमुख एसपी पदम बहादुर विष्ट लगायतको टोलीले बिहीबार निरीक्षण गरेको थियो। समूहलाई 24 घण्टाभित्र वन क्षेत्र खाली गर्न निर्देशन पनि दिएको छ। अरू गतिविधि त्यस्तो अन्य ढङ्गको गतिविधि नदेखिए पनि तर बिना अनुमति त्यसरी सार्वजनिक जंगलमा चाहिँ बस्न पनि पाइँदैन र सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने, त्यो अनुमति लिएको देखेको पनि छैन। त्यसो भएको कारण उनीहरूलाई हामीले 24 घण्टाभित्रै चाहिँ आफ्नो चाहिँ अन्य स्थानमा चाहिँ जानको लागि हामीले भनि पनि सकेका छौँ। गएको चैत्र 1 मा घोडाघोडी नगरपालिकाले आयोजना गरेको होली कार्यक्रममा पनि यिनीहरू सहभागी भएका थिए।